साथीहरु तपाईहरुले पनि ब्याज कसरी निकाल्ने भन्ने बारेमा चाहिँ यो भिडियो मैले बनाउन गइरहेको छु। यदि तपाईहरुले पनि कसैले कर्जा दिनु भएको छ अथवा तपाईले कसैबाट कर्जा लिनु भएको छ र ब्याज कसरी निकाल्ने भन्ने बारेमा तपाईहरुले पनि यो भिडियो अन्तिमसम्म हेर्नु होला र तपाईहरुले पनि आफ्नो ब्याज लिने अथवा दिने कुन तरिकाले हिसाब गर्ने भन्ने बारेमा म यो भिडियो बनाउन गइरहेको छु। भिडियोलाई अन्तिमसम्म हेर्नु होला है त। जस्तै तपाईले 10,000 लिनु भएको छ पैसा सापटी, तपाईले 10,000 रुपैयाँ पैसा सापटी लिनु भएको छ अरूबाट हैन, र 10,000 सापटी पैसा लिनु भएको छ। कति महिनाको लागि लिनु भएको छ त? त्यो चाहिँ यहाँनेरि 10,000 इन्टु जस्तै तपाईले 5 महिनाको लागि लिनुभयो अथवा 6 महिनाको लागि लिनुभयो अथवा 1 वर्षको लागि लिनुभयो, कति महिनाको लिनु भएको छ त्यो चाहिँ त्यति महिना चाहिँ यहाँनेरि टच गर्दिनु होला। जस्तै मैले 10,000 रुपैयाँ चाहिँ मैले सापटी लिएको छु भने, मैले 5 महिनाको लागि लिएको छु भने मैले 5 टच गर्दिने हैन। र त्यसपछि 10,000 चाहिँ मैले 5 महिनाको लागि लिएको छु र त्यसपछि तपाईले चाहिँ कति पर्सेन्टले चाहिँ लिनु भएको छ त? सैकडा कतिले लिनु भएको छ त्यो चाहिँ यहाँनेरि लगाइदिनु पर्ने हुन्छ। फेरि पनि इन्टु गर्नु होला र तपाईले चाहिँ सैकडा 1 ले लिनु भएको छ कि सैकडा 2 ले लिनु भएको छ कि 2.5 ले लिनु भएको छ कि अथवा 3.5 ले लिनु भएको छ कि कतिले लिनु भएको छ त्यो चाहिँ यहाँनेरि टच गर्दिनु होला। तपाईले सैकडा 3 ले हो भने 3 टच गर्दिनु होला र त्यसपछि तपाईले चाहिँ यहाँनेरि पर्सेन्टमा टच गर्दिनु होला। तपाईको चाहिँ 10,000 रुपैयाँको चाहिँ सैकडा 3 ले चाहिँ तपाईको 5 महिनाको चाहिँ 1500 चाहिँ तपाईको ब्याज यसरी चाहिँ तपाईको चाहिँ निकाल्न सक्नुहुनेछ सजिलो तरिकाले है त साथीहरु। र जस्तै तपाईले अब 5 महिनाको चाहिँ 1.5 रुपैयाँ 2 रुपैयाँ 50 पैसाले लिनु भएको छ भने तपाईले चाहिँ फेरि इन्टु गर्नु होला। त्यसपछि चाहिँ तपाईले चाहिँ 2.5 गर्नु होला। यति गर्नु भएर चाहिँ यहाँनेरि पर्सेन्टमा टच गर्दिनु भयो भने चाहिँ तपाईको चाहिँ 2 रुपैयाँ 50 पैसाले चाहिँ तपाईले ब्याज लिनु भएको छ भने चाहिँ तपाईको चाहिँ 1250 रुपैयाँ चाहिँ तपाईको ब्याज पाउनुहुन्छ। यसरी नै तपाईले चाहिँ आफ्नो ब्याज लिने अथवा दिने हिसाब चाहिँ यसरी चाहिँ तपाईले चाहिँ निकाल्न सक्नुहुनेछ है त साथीहरु। थ्यांक यू भेरी मच।